बुढा चाहिँ आइसकेको छ है मैले दारी सारी काटिसकेँ होइन हाम्रो ए यता हेर न निरजर कति चटपटे भने चटपटे हो आकाश सर पनि टक्क आइपुगिसक्नु भएको छ होइन यहाँ चाहिँ टक्कसँगले पढाइ हुँदैछ होइन अनलाइनमा हाम्रो पुरै माइक चाहिँ दिएको यो केटाहरू के गर्दैछ जानु पछाडि हेर्नु कस्तो छ दामी फुल होइन अनि हेर्नु आहा ए गाइस स्वागत छ तपाईँलाई फेरि यो अर्को नयाँ भिडियोमा। आज चाहिँ म धेरै समयपछि भनौँ ल 1 वर्ष चाहिँ भएको छैन 6 महिनापछि चाहिँ फेरि म चाहिँ एउटा भ्लग बनाउने निर्णयमा आइसकेँ। भ्लग बनाइसकेँ होइन। आजबाट फेरि भर्खर स्टार्टिङ धेरै बसेको एउटा भिडियो हाल्दैछु होइन। अनि आज चाहिँ सामान्य दिनचर्या शनिबारको दिन छ, कामसाम छैन, मजाले बसिएको छ, पढ्ने काम आफ्नोतिर छ। अहिले पढिओरि आएको खानासाना नै खाइसक्यो, नुहाउनु पर्ने हुन्छ। एकदमै जाडो थियो, बिहान कुइरो लागिरहेको थियो, बिहान बेलुका त यस्तो जाडो हुन्छ कि अहिले चाहिँ बाहिरको माहौल देख्न सक्नुहुन्छ टक्कसँग होइन। अब चाहिँ मैले पानी तताइराखेको छु हो होइन। त्यत्तिकै त यो ट्याङ्कीको पानीले त नुहाउनै सकिँदैन होइन। अनि आफ्नै लुक्समा अहिले अलिअलि गर्मी भयो घाममा आइकन, त्यस कारणले गर्दाखेरि ज्याकेट पनि खोलिराखेको छु होइन। भोलि काठमाडौँको लागि चाहिँ लाउने लुगा यो के गलबन्दी, यो पन्जा, ऊ त्यहाँ टोपी, यो झोला चाहिँ मैले धोइवरी सुकाइसकेँ होइन। यहाँको पानी चाहिँ फेरि यस्तो हुन्छ कि यो ड्रमको पानी चाहिँ मा कसम नि हात कटक्क बिहान त मुख पनि नधोउँ जस्तो हुन्छ, हात पनि कटक्क हान्छ होइन। ड्रमको पानी चाहिँ त्यस्तो हुन्छ। म चाहिँ अहिले छतमा छु, काम थामिरहेको छु। अब भन्ने मैले नुहाउनु पर्ने हुन्छ, गएर नुहाउँछु। त्यसपछि भोलिको लागि के तयारीको लागि गाडीतिर जाने, सामानहरू किनमेल गर्ने होइन, त्यो गर्छु। हेर्दै जानु ल। मैले चाहिँ पानी पनि तताइसकेँ होइन। अब जाडोले त पानी नै हाल्छ है, त्यो कारणले गर्दाखेरि पानी तताएपछि नुहाउनु पर्ने हुन्छ। चिसो कसरी नुहाउनु। हे गाइस फेरि नुहाइवरी पनि सकिसकेर म चाहिँ फेरि गाडी हिँडिसकेको मैले कस्तो हलुङ्गो भयो, यस्तो जाडो भएन होइन। अनि त्यसपछि अब म चाहिँ गाडीतिर हिँडेको होइन। साइकल चाहिँ मेरो त्यहाँ टक्कसँग त्यहाँ छ। लुगा चाहिँ मैले त्यता सुकाइरहेको छु, त्यसलाई पनि एकखेप चाहिँ पल्टाउनु पर्ने हुन्छ। आज साइकललाई पनि मैले मजाले धोएको छु होइन। पछि लग म हिँडिसकेँ गाडीतिर टक्क त्यहाँ आउँदैछ र छिटो जानुपर्ने बुढासुढा कतिवटा सामान त्यसो कति केजी छ त विचार गरिदिनु पर्ने र मामाले फोन गरिरहनु भएको थियो ल। अहिलेसम्म म चाहिँ पुलमा आइसकेँ, देख्न सक्नुहुन्छ उता नि यसपालि महोत्सव लाग्दैछ पुलतिर होइन। बसपाटमा आइपुगिसकेको छु होइन। टक्कसँग महोत्सव लाग्दैछ, हामी काठमाडौँ जाँदैछु होला त्यतिखेर भोलिबाट शान्तिधाम। यहाँ चाहिँ काउन्टरमा चाहिँ पर्खिरहेको छु हिमाली यातायात सङ्घमा चाहिँ होइन। टक्क सामान होइन। यहाँ चाहिँ बस देख्नुहुन्छ, टक्क बस देख्न सक्नुहुन्छ। पाहाडतिर जान चाहिँ के मान्छेहरू पर्खेर बसिरहेको छु, यो काउन्टर हो होइन। म चाहिँ सामान पर्खेर बसिरहेको छु। बुढा चाहिँ आइसकेको छ होइन। 62, 62, 63, 64 यही गाडीमा चाहिँ यो सामान आएको। यो चाहिँ हाम्रो मामाले बुढा उत्पादन गर्नुभएको दाल होइन पाहाडमा। अनि यो चाहिँ कति कति केजी गरेर छ 62, 63, 64 केजी रहेछ होइन। टक्कसँग अब चाहिँ यहाँबाट निस्किनु पर्ने हुन्छ। मेरो काम भनेकै जोख्ने मात्र हो होइन, सुनाइदिने मात्र हो। टक्क लाएर खाजा म खाइ पनि सकेँ। स्याफारे भन्छ यसलाई चाहिँ, स्याफारे। टक्कसँग म चाहिँ केस काट्न निम्ति यहाँ आइसकेको छु होइन। कस्तो अनुहार नदेखिँदो रहेछ टक्कसँग। अब केस काट्नुपर्ने हुन्छ। यो चाहिँ अब होइन साथीको यो हजुर साथीको चाहिँ अब के भयो कता जानुपर्ने हो उसले फेरि नभ्याउने जस्तो कुरा गर्दैछ। कति 5 मिनट टाइम छैन मैले दारी सारी काटिसकेँ होइन हाम्रो ए यता हेर न निरजर कति भाग हाम्रो हजम साहबले चाहिँ टक्कसँग मिलाइदिन्छ। मलाई अलिक हेल्ची पारिदिइसक्यो होइन। अस्ति केस पनि यिनीहरू काटेको, केस त अलिक काट्ने बेला भएको छैन होइन। अच्छा ठिक छ, अब इन्स्टिच्युट जाने हो ल ल ल। म चाहिँ अहिलेको खाँदा नगएर चाहिँ फेरि चटपटे खाना यता आइसकेको छु होइन। हाम्रो आन्टीकोमा चटपटे खाए जस्तो हुँदैन, धेरै बसी खाने। अब 1 हप्तै हराइन्छ, खान पाइँदैन। त्यसैले चाहिँ अहिलेको अब त्यसले चाहिँ खासै अगाए जस्तो लागेन होइन। टक्कसँग चटपटे खानुपर्ने हुन्छ। कि डाङ्गी हाम्रो आन्टीले बनाउनु हुँदैछ यहाँनिर। टक्क
नास्ता खायो रहेछ अनि त्यसपछि चाहिँ इन्स्टिट्युटतिर लाग्नुपर्ने हुन्छ। आज अल्छी लागिरहेको छ, पढ्ने काम पनि धेरै छ, त्यत्तिकै टुलेर बसिरहेको छ। केटाहरू पनि आउँदैछन् अहिले एकछिनमा इक्जाम दिनको निम्ति। त्यहाँ अम्मक पनि फलिरहेको रहेछ है त, कस्तो आइसकेको छ त चटपटे टक्कसँग खानुपर्ने हुन्छ। चटपटे भन्दा चटपटे हो। ए गाइस अब म इन्स्टिट्युट पनि आइसकेँ भन्दा नि हुन्छ। यहाँ म पार्किङमा साइकल फन्केको रहेछ। अब म माथि गइसकेँ होइन, माथि गइसकेँ, माथि जाँदैछु। इन्स्टिट्युट चाहिँ हाम्रो दोस्रो तलामा हो, यो नगद भवनको होइन। अब देख्न सक्नुहुन्छ आइपुगेँ म चाहिँ। अब हेर्नु चाबीले खोल्नुपर्ने हुन्छ यो चाहिँ भनेपछि। चाबी यहाँ छ, यो हाम्रो चाबी होइन ट्याक्कसँग। म चाहिँ खाजा खाइवरी पनि फेरि अफिसमा आइसकेको छु होइन। आइसकेपछि यहाँ देख्न सक्नुहुन्छ म आनन्दले बसिरहेको छु, किन भन्दाखेरि बाहिर थाकेर आएको छु नि त होइन। अघिदेखि हिँडेको डुले त्यहाँनिर अब त्यो सामानहरू त्यो बोराहरू सबै मैले एकातिरबाट उचालेको 60 केजीका बोराहरू एक साइडबाट ज्याम त्यो दाइले एकातिरबाट अनि अलिअलि गलेको छु नि त हो। त्यसपछि भनेको आज अब यहाँनिर भनेको टक्कसँग कोठामा सिक्यो। कोठा फेरि यस्तै चिसो कोठा छ कि है, गर्मीमा चाहिँ फेरि बेस्ट कोठा हो यो चाहिँ होइन। अरूतिर गर्मी हुन्छ, यहाँ आनन्दले शीतल हुन्छ, मस्तसँग यस्तो कायदा हुँदैन। तर जाडोमा भने यस्तो ठिर्याउँछ कि कुरै नभए। त्यसैले हामीले चाहिँ ठिरियाको कारणले गर्दाखेरि चाहिँ हिटरको जुगाड गरिसकेको छौँ होइन। केही छैन, चिन्ता छैन, मलाई चिन्ता छैन केही, यो जाडोमा हिटर छ है भन्ने गीत ट्याक्क सुहाउँछ होइन त। गुड। अनि अब एकछिन बस्ने, तातो पानी खाने, ल्यापटप खोल्ने, गीत सुन्ने, क्वेसन बनाउने, आनन्दले रिल्याक्स गर्ने हो क्या होइन। कहाँ किन टेन्सन लिनु, कायदा छ कायदा। आकाश सर पनि टक्क आइपुगिसक्नु भएको छ होइन। त्यही उपरखोटी लाएर बस्नु भएको छ। के छ हौ भन, अब इक्जाम दिन हामी भोलि जाँदैछौँ। ऊ पनि एउटा हाम्रो पार्टनर हो होइन। भोलिदेखि नै हाल्नुहुन्छ तपाईँले गाडीमा होइन। हाम्रो 5 जनाको ग्याङ छ, एकदम सब रमाइलो गर्दै जाने हो। के छ जिन्दगी मरि लानु होइन, यस्तै छ। म चाहिँ अब इक्जाम आइसक्यो, यो पढौँ कि त्यो पढौँ, के पढौँ भएकै छु क्या होइन। अब हुन्छ नि त एउटा डर त थोडा बहुत भइहाल्छ होइन। अनि अब इक्जामको बेलामा चाहिँ यो पनि आउने कि ऊ पनि आउने हो कि होइन। नपढ्ने मान्छेलाई बिन्दास हुन्छ, अलिअलि पढ्ने मान्छेलाई भविष्यको बारेमा टेन्सन हुने मान्छेलाई त्यस्तै हो कि छटपट्टि भइरहन्छ होइन। अन्त बेला चाहिँ टक्कसँग दिइराख्नुपर्ने हुन्छ। फेरि अर्कोतिर लागेपछि हिँडेपछि हिँडेको पढेपछि पढेँ त्यो खालको मान्छे परेँ म चाहिँ। केटाहरूले मुस्कान दिएर आनन्दले बसिरहेको छ नि, यस्तो छ कायदा छ नि है। यहाँ चाहिँ टक्कसँगले पढाइ हुँदैछ होइन अनलाइनमा। पुरै माइक हुँदैछ होइन, अगाडि देख्न सक्नुहुन्छ होइन। यहाँनिर हाम्रो मिडिया इन्स्टिट्युटमा चाहिँ टक्कसँगले अनलाइनमा पनि युट्युबतिर पनि क्लास हुन्छ। आकाश पेन ड्राइभ ल्याउ त त्यहाँ। यहाँ हाम्रो आकाश सर हुनुहुन्छ, त्यहाँ हिटर छ, त्यहाँ क्वेसन निस्किँदैछ। आज शनिबार इक्जाम हुनेछ। पेन ड्राइभ भनेको यता छ सर, यो हो पेन ड्राइभ भनेको होइन। हामी चाहिँ यहाँ जाँदैछौँ, त्यस्तै छ कुरो कानी। हाम्रो यो राजु चाहिँ टेक्निसियन हो नि, यो मान्छेले क्यामेरा बनाउने काम गर्छन्। उहाँ चाहिँ सर हुनुहुन्छ, बनाएछ नि यतिको कडा मान्छे हुनुपर्छ ल। म चाहिँ यहाँ पानी तताउँदैछु, अब खानु पर्यो नि त तातो पानी ल। हाम्रो चाहिँ इक्जाम हुँदैछ होइन। 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16वटा पेपर छ होइन। यो पेपरलाई टक्कसँगै हालेर प्रिन्ट गर्नुपर्ने हुन्छ। यो चाहिँ पहिलो पेज हो। यो चाहिँ हामीले चाहिँ शनिबार इक्जाम हुने भएको कारणले गर्दाखेरि चाहिँ क्वेसन निकाल्दैछु ल। म चाहिँ 2 पेजको निकाल्ने हो होइन। आज 16 जनाले नाम टिपाउनु भएको रहेछ। पढिसक्नुभयो मान्छेहरू त, सबै विद्यार्थीहरू त। इक्जाम छ धमाधम यही बेला होइन। अनि त्यस्तै छ कुरो गाने यो अहिले यो ल। माउस कहाँ गयो देखु न गाइज, देखु न, देखो कपी 16 जना पेज टक्क यसरी हाल्ने हो कि। देखु न गाइज, देखो म यसरी अहिले पानी खाने हो, तातो पानी। अझै दिएको यो केटाहरू के गर्दै जानु पर्यो।
देखो न गाइस म तातो पानी खाँदैछु यो ढारे के गर्दैछ फोटो खिच भने मन आडिसक्यो गाइजहरू हेलो गाइज हामी चाहिँ यता धमला टोलतिर आएको छौँ होइन टक्कसँग गाईको अलितातिर हो अनि अरू त त्यस्तै उस्तै हो होइन यस्तो यहाँ सानो कामतिर आएको पछाडि हेर्नु कस्तो छ दामी फुल होइन अनि हेर्नु आहा सूर्य अनि हाम्रो राजुभाइ क्या दामी छ भन्न के छ खबर एकदम बवाल छ है कस्तो छ ठाउँ यताको सोसाइटी एकदम बवाल छ यता आउनुभयो भने यताको घर किनेर यतै घर किनेर यतै बस्नु के बवाल सोसाइटी छ हेर्नु त शान्त हो एकदम खतरा ठाउँ है यता चाहिँ बवाल नेचर हेर्नु न हेर्नु नेचर सबै टोरीहरू लागेको छ हरियो हरियो भएको छ यता अलिक क्यामेरामा कस्तो देखिरहेको तर यहाँ चाहिँ बवाल देखिरहेको छ सानो काम भएर आएको होइन एकदम बब्बाल होइन यस्तो यहाँ ठाउँ हेरेको मन पऱ्यो होइन माने छुवायो होइन अनि त्यही भएर चाहिँ टक्कसँग एउटा भिडियो बनाइदिएको ल त अब राजभाइको एक दुईवटा भिडियो बनाइदिने हो अघि त्यो त्यतातिर गएको चाहिँ हामी यही लिनको लागि हो यहाँ चाहिँ साग होइन काठमाडौँ जानुपर्ने भनेपछि काठमाडौँमा पाइयो नि त तरकारी खानको निम्ति होइन आन्टीहरूको लागि हो खासमा के भनिदिनु भएको रहेछ त्यो आफन्त पर्दो रहेछ आन्टीहरूको अनि तरकारी जस्तै साग सिमीहरू यहाँ थुप्रो छ मुला सुला अर्ग्यानिक तरकारीहरू छ यहाँबाट चाहिँ काठमाडौँ लाने हो टक्क खाँदै बस्दै गर्ने जाडो छ होइन बेलुका अझै बेलुका 7 भइसक्यो ल त छुट्याउँ है त बाई बाई थ्याङ्क यू फर वाचिङ गाइज यसरी नै अब तपाईँलाई भिडियो मन परेमा लाइक कमेन्ट र सब्सक्राइब गरेर साथ दिनु होला ल बाई बाई